हेलो गाइस, नमस्ते। सबै सन्चै हुनुहुन्छ होला। यो चाहिँ मेरो बाबु, उसलाई चाहिँ मैले खेलाइरहेको छु। उसलाई चाहिँ ज्वरो आएर अहिले चाहिँ हल्का दबाई खाएपछि ऊ यताउता गर्न थालेको छ, खेल्दैछ। ऊ अब तल झर्न लागेको छ, ऊ झरिसक्यो। उसले अब खेल्ने भन्दैछ, कहिले कता कहिले कता। हिँड्न जान्दैन, अनि त्यही भएर हिँड्न सिकाइरहेको मैले चाहिँ। अहिले चाहिँ ऊ 14 महिना पुरा भएर 15मा लागेको छ। धेरै हिँड्न त जान्दैन, त्यही पनि हल्का हल्का हिँड्नलाई कोसिस गर्दैछ। उसले चाहिँ मलाई लुकामारी खेलौँ भन्दैछ। अब ऊ चाहिँ लुक्न सुरु गर्दैछ, मैले चाहिँ उसलाई खोज्ने प्रयास गर्छु ल। अब ऊ लुक्नलाई रेडी हुँदैछ। अब ऊ लुक्न लागेको छ, म चाहिँ खोज्न लागेको छु। ल रेहान यता हेर भनेको, उसले मुसुक्क हाँसेर हेर्छ। ल फेरि लुक्न गएको। के गरेको बाबुले, के गरेको? उसलाई चाहिँ खेल्ने भनिरहेको छ। उसलाई त्यति तागत त छैन, किनकि ऊ बिरामी भएको थियो नि त दुई तिन दिनदेखि। त्यही भएर दबाई खाएको चाहिँ आज उसलाई चाहिँ हल्का सन्चो भएको जस्तो भएको छ। त्यही भएर उसले चाहिँ खेल्न मन लागिरहेको छ, कहिले कता हिँडिरहेको छ। ऊ अहिले चाहिँ बस्यो। अब फेरि ऊ खेल्दैछ। अहिले चाहिँ उसलाई गाजल दिएको, अनि उसले चाहिँ गाजल हातमा लगाइरहेको छ। उसलाई चाहिँ गाजलहरू, यस्तो पेन्सिलहरू लास्टै मनपर्ने। त्यही भएर गाजलहरू खेलाइरहेको छ। अब उसले सोचिरहेछ कसरी झरौँ म तल। अब खुसी भएर मक्खै फोन मागेको थियो, फोन चाहिँ मैले दिएन। त्यही भएर रिसाएर अहिले चाहिँ चुकुन्दर खाँदैछ। उसलाई चाहिँ मन त पर्दैन, त्यही पनि उसले चाहिँ खेलाइरहेको छ। मेरो छुनु मुनु के गरेको भनेको त ऊ यता यता के गर्दैछौ भनेको। लौ बाबु त कति राम्रो चोचो, कति राम्रो मान्छे हो। ल ओके बाई सबैजनालाई, बाई। अब हामी चाहिँ बिदा हुँदैछौँ। अब पछि भेटौँला अर्को भिडियोमा। फेरि पनि मैले अर्को भिडियो लिएर आउनेछु। यस्तै बाबुहरू नानीको।